केपी ओली नेपाली राजनीतिमा यतिको घमण्ड कसैले गर्थ्यो भने ती केपी ओली नै हुन्। अब नेपाली राजनीतिमा कतिपय राज गर्नेहरू राज गरेर गइसके, तर केपी ओलीको भन्दा बढी घमण्ड कसैले गरेनन्। अहिलेसम्म नेपालको राजनीतिमा सबैभन्दा धेरै घमण्ड गर्ने भनेकै केपी ओली हुन्। कुखुराले मोर्चा गरेर, बाख्राले मोर्चा गरेर, स्यालले मोर्चा गरेर बाघको सिंहको शिकार हुन्छ, मुकाबला हुन्छ। यसो हेर्छ नेपाली कङ्ग्रेस छ, छेउमा नगइन्जेल त मजै छ, छेउमा गएपछि गाह्रो पार्छ नि नेपाली कङ्ग्रेसले। केपी ओलीले रवि बालेन कुलमान जस्ता नयाँ दलहरूलाई फेरि पनि मुर्गा कुखुरा स्यालहरू भन्न भ्याएछन्। अब केही गर्छौँ भन्नेहरूलाई केपी ओलीले होचकुच्याएर पिच्याउन र कुच्याउन खोजिरहेका छन् भने अब भन्नुहोस् केपी ओलीसँग च्यालेन्ज गर्नेहरूलाई केपी ओलीले के नै गर्छन् होला। अब ओलीको घमण्ड यति चलिरहेको छ कि पहिलाको भन्दा ओलीको घमण्ड अहिले डबल रे दोहोरिएको छ। ओलीले केही समय अगाडि भएको राजावादीको आन्दोलनमा पनि 10,000 आउलान् 20,000 आउलान्, त्योभन्दा बढी त नेपालमा आउँदैनन् भनेका थिए र ओलीले नसोचेको डबल तरिकाले त्यहाँ आन्दोलन भयो, रणनीति खेलियो। अब जेन्जी प्रोटेस्टलाई पनि केपी ओलीले सामान्य रूपमा लिए, सामान्य तरिकाले लिएका केपी ओलीले नै अहिले हेलिकप्टरमा भाग्न परेको अवस्था थियो र उनी सेनाको सुरक्षासहित हेलिकप्टरमा भागेका थिए। बच्चा बच्चीहरू खुसी हुन्छ क्या, उसले खेले जस्तो गर्छ, आफू कुदिनुपर्छ क्या। डरायो डरायो भाग्यो भाग्यो भनेर खुसी हुन्छ बच्चा। र त्यसपछि अझै उनी भन्छन् म भागेको होइन, बच्चा बच्चीलाई रमाइलो गरेको, बच्चा बच्ची हाँस्छन्, आफू पनि कुदिनुपर्छ। ओली देउबा प्रचण्ड जे सुकैले जे भने पनि आफ्ना घर परिवार छर छिमेकी सबै नेपाली दाजुभाइहरूले आफ्नो आफ्नो घर परिवार र छोराछोरीका भविष्य उज्जवल बनाउनतिर लाग्ने हो भने केपी ओलीका जस्ता दलहरूलाई हटाएर पत्ताछाप गरेर नयाँ नयाँ दलहरूलाई भोट दिएर जिताएर हाम्रो देशको भविष्यसहित आफ्ना घर परिवार र बालबच्चाको भविष्य हेर्ने हो भने आउने चुनावमा पुराना दलहरूको मासु भातमा बिकिएर होइन, आउने चुनावमा नयाँ दलहरूलाई जिताउन अनुरोध छ।